एउटा व्यक्ति क्रिस्चियन हुनलाई के गर्नुपर्छ? पानीमा डुबेर बप्तिस्मा लिनुपर्छ। एउटा व्यक्ति मुस्लिम हुनलाई के गर्नुपर्छ? उसको अङ्ग काट्नुपर्छ, अङ्ग छेदन गर्नुपर्छ। तर एउटा व्यक्ति हिन्दू सनातन हुनलाई के गर्नुपर्छ? केही पनि गर्नु पर्दैन। ऊ जन्मजातै हिन्दू सनातनी भएर जन्मिन्छ। अनि बादमा गएर चाहिँ अङ्ग छेदन गर्नु अथवा पानीमा डुबेर बप्तिस्मा लिनु भने के हो त भन्दाखेरि आफूले आफूलाई कन्भर्ट गर्नु हो। यो किन भइरहेको छ त भन्दाखेरि हामीले आफ्नो शास्त्रहरू पढेनौँ, हामीले आफ्नो शास्त्रहरूलाई बुझ्नै चाहेनौँ र जति सुन्यौँ जति पढ्यौँ अरूले भनेको आधारमा र हामी भ्रममा बाँचिरहेका छौँ। यदि पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्ने समयमा त्यो समयमा जति पनि व्यक्तिहरू थिए लडाइँमा, त्यो व्यक्तिहरूले त बाहुन, त क्षेत्री, त दलित, होइन, त जनजाति, त आदिवासी, होइन, यस्तो भनेर उनीहरू चाहिँ एकअर्कामा बिच चाहिँ फाटो भएको भए के आज नेपाल राज्य बन्थ्यो होला? बन्दैन थियो। उनीहरूले सिर्फ एउटै चिज गरे, के गरे त भन्दाखेरि हामी एक नेपाली हौँ, हामी एक वीर गोर्खाली हौँ, हामी एक हिन्दू सनातनी हौँ भनेर उनीहरू लडे। त्यही कारणले गर्दा आज हामी नेपाली भएर बाँच्न पाइरहेका छौँ। कि आज हाम्रो वीर पुर्खाहरूले त्यत्रो मेहनत गरेर चाहिँ एउटा सिङ्गो नेपाल बनाएर जानुभयो। तर आज यही नेपालभित्र केही दलालहरू आज यही लडीबुडी गरी गरी चाहिँ आज देशलाई रित्याउने कोसिस गरिरहेका छन्। तर हामीले यो कुरा देख्न सक्दैनौँ, यो कुरा हामीले बुझ्न त के महसुस पनि गर्न सकेनौँ। किनकि हामी दलित, जनजाति, आदिवासी, हिन्दू, क्रिस्चियन, मुस्लिम भनेर हामी आफैमा लडिरहेका छौँ। त्यही कारणले कुन अवस्थाको नेपाल कुन अवस्थामा झरिसकेको छ हामीले महसुससम्म गर्न सकेनौँ। अब त डराउनु पर्ने, सचेत हुनुपर्ने समय आएको छ। त्यही कारणले गर्दा प्लिज अब नेपाली जाग्ने बेला आएको छ। यो समयमा हिन्दू, मुस्लिम, क्रिस्चियन भनेर लड्ने समय होइन। हाम्रो मौलिक धर्म के हो, हाम्रो सनातन धर्म के हो, हाम्रो कुल धर्म के हो बुझ्ने समय आएको छ। यही बेला दलित, जनजाति, आदिवासी, बाहुन, क्षेत्री भनेर लड्ने समय होइन, हामी नेपाली हो भनेर बुझ्ने समय आएको छ। प्लिज अब त जागौँ यार, अब त बुझौँ, अब त महसुस गरौँ हाम्रो पुर्खाको रगतलाई, होइन र?